यो चाहिँ यहाँ जङ्गलमा मुरा काट्ने टोलीको ल अब चाहिँ हामी यहाँ पानीको खोजीमा छौँ ढोका जीवनजल जीवन सिटामल यो लेख लाग्छ अनि सिटामल पनि बोकेर हिँड्नै पर्छ यो चाहिँ हाम्रोतिर बुलु भन्छ डिजेल हाल्नु पर्यो ल अब चाहिँ हामी खाजा खान लाग्यौँ पानी खाउँ है साथीहरूलाई पानी खाउँ कस्तो दामी सिन रहेछ माथि त यहाँ जमेको गएर त पानी जम्मु बोके भए पानी हाल्नु हुन्न त माथि ओ माई गड ए केले खने यहाँ यी भालुले खनेछ के अरे चार गोठको बाख्रा यही हो है 5 गोठको तर यति बिहान यो बाख्रा चाहिँ बस्दैन फेरि फर्केर गाउँमै आउँछ होला आउँदैन आइज भने आउँदैन हामी त्यहाँबाट पानी गएर निस्किने भयो नि त पानी गएर भुजभाल चरेरी भयो त्यतैबाट त्यहाँबाट सिधै छाडाबाटै माथि भेराखोर निक्ले नि भयो नि बाटोको हजारौँ बाटो पत्ता लगाउँछु राख्नु राख्नु लुवाई भने नै हो नहुनेहरू छ पल्लाको रहेन भनेर म त घर आइहालेँ हो पछि ऊ चाहिँ पल्लाको ठाउँमा पुग्यो भने काटेर लगेछ है नपलाउने देखा त मैले त जम्मै नपलाउने छेउ नपलाउने बिचको ठुटा उहीँतिर पनि छ ठुटै अब उहीँ देखाएर के काम लाग्यो त ठुटा त उहीँ दुईवटा छ त एउटा त्यहाँ एउटा पर राम्ररी अब मेरो बाख्राहरू अब यो चराउन लाने हो अब खेतालाहरू यसरी डाकेको छु अब के गर्ने त अब सबै पैसा तिरेकै हो त्यसै गर्ने हो लाने अब के गर्ने घाँस छैन झरी पर्छ ब्याटको ल राम्रो कति यिनीहरू हो अब सिनल कान्छुनी त पालेको छैन अझसम्म त गरिरहेको छु बोला 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 ला 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 फर्किला फर्को लगाएको होला अन्धकार छ केही देख्दैन रहेछ अँध्यारोमा आइजा उता पाएँ त्यहाँबाट उँधो उक्लिन माथि नै गर्नुपर्छ यतै छोडिरहेको थिएँ यिनीहरूलाई अलि उनीहरू लगाइदिनु अब अहिले छाडामा जस्तै हो गोठालाहरू अहिले एकछिन पछि आउँछौँ अब यिनीहरूलाई अब चराउनै ल्याएको हो अब एकछिन पछाडि आइपुगिहाल्छौँ हामी अब एक गते मनाएर आउने हो माथितिर घुमेर यसो लुङ्गर हालेर होइन लुङ्गरसँग हालेर अब लुङ्गर हाल्ने अब त्यति कर्तव्य मात्रै 2 घन्टाको काम होला 2-3 घन्टाको काम अनि त्यहाँबाट आएर भेट्छौँ ल अब चाहिँ बाख्रा हामी यहीँ छोडेर अब लागेको हामी चाहिँ तर्फ लाग्ने आफ्नो बाटो नयाँ वर्ष मेरो हातमा चाहिँ यो पुरानो लुङ्दर छ अब यसलाई चाहिँ मैले चोखो ठाउँमा फाल्नुपर्ने हुन्छ ल जाउँ न जाउँ जाउँ लजाउँ मुढा त टन्नै निकालेको छ त्यहाँ यो माथि डाँडासम्म छ माथि च्यापलसम्म ए त्यो माथि च्यापलसम्म छ टारमा छ माथि उँभो पो छ ल हामीले यो पुरानो भएको यो लुङ्दालाई चाहिँ यहाँ चोखो ठाउँमा छोड्ने निर्णय गऱ्यौँ गरेर गाँठा पर्ने त त्यहाँ लगाइदिनु हुन्छ साटा अलि राम्रो लामो काटा त हो त्यसलाई हो यस्तै गरेर हो त्यो उँधो चाहिँ लैजाउँ जस्तो लाग्यो ल लुङ्दार पनि हालियो हजुर ल भगवान् परमेश्वर ल फाइनली यो पुरानो
लुङदारलाई चाहिँ हामीले ठेगान लगाइसक्यौँ अनि अब चाहिँ हामी ताबेतिरको यात्रा जाँदैछौँ करिब करिब अब हामीलाई कति 2 घन्टा लाग्ला 2 घन्टाको बाटो छ लगभग हामी आधी घन्टा त हिँडि पनि सक्यौँ अब हेरौँ कति टाइम लाग्छ घाम त्यस्तै चर्किरहेछ यात्रा अगाडि चम्किँदैछ जेठा दाजु लम्किँदैछ त्यो पलाएको छ गोलोभित्र त्यो होइन त्यो बाक्लो चाहिँ हो रातो चौको देखेको मैले होइन त्यो बाक्लो चाहिँ हो पलाउँछ त्यसमा नि पलाउँछ त भन्नु ल हामी चाहिँ यो पानी गएर भन्ने ठाउँमा आइसक्यौँ एकदमै श्वास लागिरहेछ पानी यहाँ होला है आज भोलि नि अब खोला पनि पुग्छ नि त अहिले होइन अहिले नि छ होला पानी गइरहेको पानी बुलु घरि छिर्दैछौँ यो चाहिँ हाम्रोतिर बुलु भन्छ यसले चाहिँ गाईबस्तुले खायो भने मात्छ गाईबस्तु मुढा दिनुपर्ने छैन मैले यहाँ चाहिँ रुख ढलेर बाटो ब्लक भएर छ बाटो अप्ठ्यारो छ है जरासँग उक्लेछ है यसलाई गिनेर उँधो बनाउने यसलाई गिन्ने त्यति हो यहाँबाट छिरिहाल्यो बाटो अनि चिप्लिनु है साथीहरू पानीले अप्ठ्यारो बाटो चाहिँ पार गरिसक्यौँ हामीले यता यता गाडी तपाईँ हुन्छ यो पाल च्याउ हेर्नु भनेको छैन अहिले त पलाउँदैन होइन उहिलेको सर्टकट बाटै हो भने के भनेको पहिलाको हो वस्तु हिँड्ने कि पल्लो हो मान्छे हिँड्ने चाहिँ यही हो यहाँबाट खस्यो अन्त नि अब ऊ त फलाउने हाल्यो हामी म त सक्नु सक्छु त्यो तिमीले कुरा गर्दै थियो त घनघोर जङ्गल छ आइसक्यौँ हामी यहाँ चाहिँ हामीले एउटा खोला भेट्छौँ ल अब चाहिँ हामी यहाँ पानी खाइदिउँ नि त पानी खाउँ है साथीहरूलाई पानी खाउँ हजुर है त त्यो तल गोठमा थियो होला लिएर राम्रो मस्ती गर्ने भयो ज्याकेट चाहिँ खोलेर बोकिरहेको छु फाल्दिउँ जस्तै भइरहेछ यिनीहरू कुकाट्नु पर्छ नि त अगाडि खोल्ने यही घरलेमा चाहिँ म छेडेको है यो बुटोभित्र थकाइ मेरो म्याटो एकछिन ल ल ल ल यो सबैभन्दा भुजापाते डाँडा भुजापाते ल अब चाहिँ हामी खाजा खान लाग्यौँ खाजा होइन अब डिजेल हाल्नु पऱ्यो कालोमा सिरी पानी आउला कोकोले जीवनजल सिटामल यो लेख लाग्छ अनि सिटामल पनि बोकेर हिँड्नै पर्छ अब के गर्नु त अब लेख लाग्छ गाह्रो छ झोलामा के छ त खोइ के छ मलाई के थाहा खै पनि खाउँ त एक कप खा 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 सिटमल त ठाउँमा नपुग्ने रहेछ त कसलाई देखाउने हामीले मात्रै ल्याएको त हो नि अनि माथि चाहिँ घुम्ने मात्रै ल बाबु ओ कोदोको बोतलमा खाना होइन दुई जम्बु लानु भन्दै थियो नि अहिले बोक्नु जस्तो लाग्छ फेरि अहिले त केही हुँदैन त्यो बल पुऱ्याएर यताउता बस्दाखेरि अब चाहिन्छ भनेर त्यस्तै पहिला जस्तो घोडा खच्चा चौरीहरू टक्क
चौडी गोठ यतिखेर ऊ त्यहाँ माथि बस्थ्यो माइला रमाइलो हुन्थ्यो चौडी उयो साखिनेमा बुर्किना यो वारिपट्टि 2 गोठ पारिपट्टि 2 गोठ 5 गोठ 6 वटा आउँथ्यो पछि चाहिँ यो लाप्पोकेलीको मात्रै आएर बस्यो त्यो चाहिँ यहाँबाट काहीँ नजानी बर्खामा यतै बस्ने माथि गुडासेसम्म जाने 5 गोठ चाहिँ कहाँ गएको मान्छे यो गचेप्टेको तामाङको होइन शेर्पाहरूकै हो अनि देउरालीको 2 गोठ आउँथ्यो आन्तरे भन्ने गाउँ थियो 2 गोठ आउँथ्यो मुडीको आउँथ्यो हाम्रो घरतिर नै आउँथ्यो नि भागेर चौडी त हो तल पुग्ने बाली चर्न गाउँ चोर्न तल पुग्थ्यो नि त्यो बनटारभन्दा माथि गाउँ छरेको हुन्थ्यो हो त्यहाँ गाउँ चोर्न पुग्थे बिहान घाँसमा आउँदाखेरि त्यहाँतिर पनि हुन्थ्यो चौडी चौडीले ठाडै उडाउँछ भने के को उडाउनु मृग भनेको त होइन लामपुचे वर्ष म त टाढै मैले भिडियोमा निकाल्नुलाई पू भनेर देखाएको छैन त्यस्तो बाक्लो छैन अहिले त्यस्तो छैन भयभरको बाक्लो भनेको तलै हो गाउँ कि बार बारौँ ल यो चाहिँ किर्नु सब गाउँले उल्टा यस्तो पाइन्छ गाइज हाम्रो चाहिँ जङ्गलमा गहुँ छरिदिने आलु रोपिदिने त्यही भित्र नै खेती गरिदिने पुरा आफ्नै पालेको भार त हुँदैन त्यो कहाँबाट कसरी निस्केर ऊ पाप गर्नु हुँदैन भने ठुलो क्षेत्र गर्ने किर्नु नि फाल्दैन तपाईँ जस्तै तल भिरबाट भस्मेगढीदेखि चित्रेदेखि यो बिरुवा खोलादेखि सट्टै होइती चाहिँ ठुलो क्षेत्र छेक्ने के अनि यता झाप्रिनी पोखरीबाट यो वनतिरको जम्मै छेकिवरी हो त्यो बिरौटामा खाँदैन अनि अब चाहिँ यहाँ पस्यो होला भन्ने भएपछि अनि उतापट्टिको खाली खुल्ला ठाउँ पनि छेकिदिन्छ खै पवाज किन अहिले चाहिँ हो त्यो पनि के छ र केही छैन दिवै ल्याउनुहोस् मही दुध नै अलिकति ल्याएको भएको थियो होला अनि त्यहाँबाट अनि त्यो भित्र जग्गा जग्गामा गहुँहरू आलुहरू उसको लागि मात्र लगाइदिने चराउनु भयो आज नि पानी त त्यस्तो चाहिँ मिर्गा पाल्ने कुरो भइरहेछ अनि यहाँ नभनौँ खानपिनको लागि गहुँहरू छर्ने त्यहाँ पनि देख्दैन हेरौँ कहाँसम्म भिरमौरी नजिक सफल हुन्छ पुलुम भिरमौरी घुम्दो नभेट्ने रहेछ नि अरिङ्गल रहेछ हो र हो रहेछ यार हो रहेछ ए कति हो कति म यही ए जाँट भमरा होला यता हो र ऊ त्यो भिरमौरी त ऊ कट्यो ऊ त्यो घरमौरी पनि रहेछ है घरमौली आयो भने त मातिहाल्छ नि ऊ यहाँ ऊ अरिङ म भिरमौरी चाहिँ ल प्रष्टै उँधै गयो ऊ यता गयो उँभो उकालो लाग्यो यो चाहिँ बुलुको बुलमा ऊ भाइ उँधै आए यतै आए यतै गयो ल रहेछ मागेर चलाउनु दिनु हुँदैन नि अब चाहिँ बिगार्नु दिनु हुँदैन बिचमा घोसेर बिगारे पोटपाल पनि त्यो नगर भनेर मात्र हो आँखा त तक्रा छ मेरो उहाँ के कोर्स गर्दा उमेर पनि हो तिमीहरूको केटाहरू होला लरी केटाहरू पानी बग्ने जस्तो देख्छ त यहाँ पानी हुन्छ बर्खामा दुईजना मात्रै रहेछ ल अब चाहिँ यहाँ पिकनिक खाने टोली पनि भेट भयो ल अब चाहिँ हामी यहाँ पानीको खोजीमा छौँ छ्याङको हो है जताभावी नहालौँ पानीको खोजीमा छौँ जुन चाहिँ हामीले चिया खाएको छ्याङ खाएको कप धुने क्रममा ल सफा चाहिँ गर्नु पर्यो हामी फेरि खानुको लागि यहीँ कस्तो दामी सिन रहेछ माथि त यहाँ जमेको गएर त पानी जम्मु पुग्यो भए पानी हाल्ने हुन्न त माथि यहाँ खाने पानी राम्रो छ नि खानु खानु दुबाना खानु भएर उनी उठाउने बेलामा होइन ऊ तल उठाएको त्यो सफा छ है ल हात त छिराउने रहेछ नि चिसो परको खाने पराको एक गिलास उठाउनु घाँटी दुख्छ होला है चिसो चिसो चिसै हुन्छ
धमिलो आए छैन ठिकै छ ओके भयो एकदम यो अर्गानिक हो चिसो बुढा त तातो खान्थ्यो हाल्यो कपहरू कोल्ड ड्रिङ्क्स खोला यहाँ दोबिसी पानी खानु यहीँ आउँदो रहेछ हो ए हेर्नु नि यहाँ बर्खौला दुम्सी गनी हो होला होला दिनै आउँदै यता फर्केपछि भोग्दो रहेछ आज राति नै होइएको रहेछ त्यो हिसाबले निस्किनु सक्ला सहर बजारको त यहाँबाट उयो मात्र डाँडै पुग्दैन त्यो पिलेन पनि सम्झिँदैन त्यसले त्यस्तो आत्तेर त्यो त्यस्तो माइनेमा आउँदैन कि यता कुद्ने र उता कुद्ने कुन पल्लो खोला जा यता आइज यताबाट होइन भने उतै फोन आइज सम्पर्क भएर लो हामीले नि दुई पक्षले फोनमा कुरा गर्नेले फोन प्लेन त्यही बेला आएर लो प्लेन जता गयो त्यता आइन भन्यो ओऱ्यो भने निस्किनु सक्ला उस्तै बाटो अँ न त कहीँ आँटिसकेको हुन्छ त अब फोन हेरेर बस्नु त हामी त हराउँदैन फिल्म सुटिङ गर्ने खालको ठाउँ चाहिँ यतातिर छ यो थाना पर हो आउँछन् होला गर्छन् होला अब यो नयाँ नयाँ फिल्म बनाउँछ आउँछ कति बुढाको फरेबर भनेर कुदै गरेको घरि त आफ्नो त ढोका थाक्यो अहिले बोलो बोकेर तामे निक्लिने बेलामा हामी नै हराउँछ है त्यसले हेर्नु यो त यहाँबाट होइन यो पारीबाट पनि पारीको पाखा नै हिँडेको छु म हिँडेको होइन हिँड्दा हिँड्दै अहिले बोलो बोकेर त हामीले ठिकै चाइनामा सोझो बाटो हिँड्नु पऱ्यो नि त अनि गाई खेलेपछि पर ओडाजरी गरेर भयो त है बोलो बोकेर के हो नि त कुरा हिँडेको माइलो छ हिँडेको धेरै माथि बोलो छैन होला है बोल्नु चाहिँ जान पाइन्छ पारी यो पाखासँगै हेरेको छु यहाँबाट सिधै पारी चाहिँ तरेको छैन अहिलेसम्म यहाँबाट सिधै निक्लिनु पर्ने तरेको छ र उता उता झ्याउ पनि गोठ राख्नु पारी तरेर त मुनि मुनि गाउँ बस्छ क्या अरे मुन लगानी नै यता त गाउँडा बसेन म त झ्याउकीले गोठ बसेन अँ गोठ राख्नु निक्लिनु पऱ्यो त्यहाँबाट सिधै फक्सीमै निक्लिनु तल तल उसमा निक्लिने गछेरमै कि हो त्यहाँ निकालेर लानुपर्छ नि तिर चाहिँ ल अनि कसले सम्झ्यो त त्यो बेला त छ्याप भन्दै ठिक थियो कपमा होइन त्यो हेर्दै जानुपर्छ अब चाहिँ हेर्दै हिँड्नु ठुलो हामीलाई भने त यत्रो लगेर गोठको बोलो त्यत्रो लैजाउँ हामी चाहिँ लुङदरको लागि एउटा बोलो खोज्दैछौँ अब यहाँतिरबाट हामीले काटेर लानुपर्ने हुन्छ धेरै माथि उकालो बाङ्गो छ है हल्ला गरिदिउँ न यस्तो यस्तो भने छिन्नुपर्छ माइला बाक्लो बाक्लो बुटोपट्टि हेर्छ कस्तो बोलो नि यस्तो बाक्लो बुट्टा पाइने खै त नि यहाँ त चिमाल भन्दा केही छैन त यार गुराँस भन्दा सब गुराँस यो लुम्दिरको लागि हालेको यो ठुलो बार छोड्यो हो रहेछ हेर्दैन यो 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 त एउटाले बोक्नु सक्छौ सुकेको त के लानु दुईटा लान्छ नि सुकेको त नलैजाउँ अर्काले ढालेको माल झन् उयो ठिक हुन्छ है यो छोटो ए तेरो उयो त्यो माथिल्लो फुर्काबाट त्यहाँबाट यहाँ छटै हुन्छ है कपडा यहाँ आउँछ ल कपडा यहाँ आउँछ अनि यति गाड्यो अनि भयो हुँदैन होला बाङ गर्छ अलिकति अलिक पुगेन सब ढालिसकेको रहेछ यी त्यही लुङदर हाल्नेले हो म कस्तो छिर्नु नसक्नु जस्तो पो छ त यार यता त अब यहाँ भन्दा यस्तै पाट्यो भने फेरि उयो फर्किनुपर्छ ल गुराँस र चिमालको रुखभन्दा केही छैन डाँफे मुनाल पाइने ठाउँ हो यो चाहिँ तामे डाँडा रामछाप जिल्लाकै त नभनौँ कुकुरगङ्गा गाउँपालिकाको अग्लो ठाउँ ओ माई गड
ए केले खने यहाँ यी भालु भालु भालुले खनेछ के अरे खाए जस्तो छ ल साथी यो ठिक छ कोल डाल्दा हिजो अस्ति भर्खर ढालेको रहेछ कुन चाहिँ आउँछ होला फेरि आउँदैन ढालेको रहेछ ठिक्क रहेछ ल यो चाहिँ हामीले काटी बस्नु परेन अब चाहिँ हामी यो लानेवाला छौँ खोइ खुकुले अन्त त्यो झोला के गर्छ त्यो त ल यही खुर्किनु ल यहाँ ढालेको रहेछ लुङ्गाबाट हाले कुन ल खुर्किनु खुर्किनु योभन्दा सानो छ तल यसलाई त काट्नुपर्छ भाइ यहाँतिर खै चुहुँदैन काट्नु सिकेन अग्लो छ त्यो अग्लो राम्रो हो ल ल उनी तलको हुन्छ मैले हामी चाहिँ अब यो काठ अब यो लुङदरको लागि खोज्ने काम चाहिँ भइसक्यो हाम्रो भेटिसक्यो अब यसलाई रेडी गर्नु बाँकी छ यसलाई रेडी गरेपछि अब उकालोमा बोकेर जानुपर्ने हुन्छ हेरौँ कति टाइम लाग्छ गाइज ल म चाहिँ यहाँ एक्लै हिँड्दैछु उनीहरू खोज्दै खोज्दै कता कता गइसक्यो दुईजना त्यो पर काटिरहेछ दुईजना चाहिँ खोज्दै अगाडि गइसक्यो म पनि जाँदैछु देखिन्छ कि भनेर हेर्दैछु अन्त छ अलि मोटो मोटो छ उहाँ रहेछ ल के सुकेको पो रहेछ यार जति सक्दो सानो र लामो भयो भने हुन्थ्यो कि यो एक काँचो रहेछ नि उयो हुँदैन यी म चाहिँ गल्यो ए यो ठुलोहरू छ नि हो र ए यो बढीको छ नि तल त्यही हान्ने होला कता ढाल्दा ठिक छ पूर्वतिर हाल्नु उता यता अड्किन्छ नि तानेर फेद कुदायो भने हुन्छ उता खै कता कुदाउने यता उ गऱ्यो बस आइपुग्यो होला आएर भयो रे नआइज भने जस्तो गऱ्यो भन्दा ल ए डाइरेक्ट चाहिन्छ वनको जङ्गलभित्र छ यो नयाँ वर्षमा तामे डाँडामा लुम्देर हालेर नयाँ वर्ष मनाइयो निउ हातमा झारिने हुन्छ माइला उयो काहीँ गर्छ त्यो के गर्छ आयो हामी आयो स्वाट कट्नु पर्यो नि फाइनली एउटा चौरमा आइपुग्यो फोक्सुन्डो रे फोक्सिङ्गे फोक्सिङ्गे सुत्ने डाँडा
त्यही भएर पो भेटिहाल्यो ल फाइनली राखेको छैन अब यहाँ आइपुग्यौँ यहाँ त भन्यो हामी चासो ल्यायो काटेकै माल हो यो हो अनि तैँले देखेको माल त यता नि त्यही त राम्रो छ माल काट्न हाल्ने काटेको माल हो। के भएर न मान्छे आउनु नपाएको हो ल्याएर बाउलाको बाइक पानी उयो पल्लोबाट छ हेर्ने जता यहीँ गएको यो गुणेश्वर यी त हो नि त्यो ठुलो ठुलो ठिक्रेको मुनि हो त्यही ठुल्ठुलो मुनि पान्थ्यो आगो छ के हो खुट्टो लाग्छ है यसको मेरो झोला नि बिग्रेछ अब फेरि पनि के रे यो भन्ज्याङ ए फक्सिङे फोक्सिङेमा आएर फेरि पनि हामी चाहिँ उतापट्टि हो अब यो यसलाई फक्सिङे भनिन्छ अर्को भेडाखोर फक्सिङे भने तल हो हामी त्यो सुर्केनागी भन्दा माथि आएर फक्सिङे भनिन्छ यसलाई चाहिँ नाम सुन्दै मान्छेलाई चाख लाग्दै रहेछ ठाउँहरू चाहिँ अनि योभन्दा अलिकति पारी गए खोल्साबाट अलिकति पारी गएपछि त्यो देखाउनु त्यो गुनासे हो कपडुङ्गा खोपाडुङ्गा हात्तीढुङ्गा भन्ने त यहाँभन्दा उता कट्नुपर्छ यो गुराँसेबाट उतापछि चाहिँ खप्पडुङ्गा भन्ने ठाउँ छ हात्तीढुङ्गा तल हात्तीढुङ्गा छ काप्चा कुप्चु यस्तो यस्तो छ। ताबे गुफा चाइना डाँडा, हो गुफा अहिले शिवको भन्ने मन्दिर बनेको छ छ। पारिपट्टि उमाकुण्डको भूगोलमा पर्ने त्यो स्तूपा हो हामी त यो जङ्गलभित्र छौँ अझै पनि राम्ररी हेर्ने हो भने अझ माथिबाट हेर्दाखेरि आज मौसमले साथ दियो भने हेर्न पाइन्छ अब जाँदै गरौँ जाँदै गरौँ अब पेट्रोल कालिम्पोङ हाल्दैछौँ। देखिन्छ, सबै गोर्खा देख्न सकिन्छ उगाएर भएको ठाउँमा भयो भने बिहानै आउन पाएको त देखिन्थ्यो अब अहिले चाहिँ अब बादलले पनि उ गर्दैछ मौसमले साथ दियो भने देखिन्छ हामी चाहिँ मोही खाँदैछौँ पहिला सानोमा आउँदा यतातिर सिँगै चौडी हामी